चाहँदा नचाहँदै चाहिँ यो भिडियो चाहिँ मलाई एकदम साथीभाइहरूलाई चाहिँ म एकदम होइन सामाजिक सञ्जालमा चाहिँ राख्न खोजिरहेको थिएँ। मलाई नि मान्छे भन्दा पनि पशुलाई म धेरै माया गर्छु क्या। मान्छेलाई माया गरेर यहाँ यो अहिलेको जेनेरेसनमा केही फाइदा छैन होइन। यति दुःख गरेँ यो म चाहिँ एकदमै भर्खर यो हुन त म पहिलादेखि नै यस्तो खालको म दुःख गर्दै आएको मान्छे हो। त्यो म सामाजिक सञ्जालमा चाहिँ नहालेको मान्छे है। तर एउटा कस्तो हुन्छ भने नि सामाजिक सञ्जालमा यस्तो कुराहरू हाल्यो भने सबै मान्छेले रङ ट्र्याकमा जान्छ कि। र मलाई धेरै पशुमा धेरै माया लाग्छ क्या। यो जति पनि देखिराख्नु भएको छ नि जहाँसम्म यो क्यामेराको क्याप्चर छ है यहाँ हाम्रो जम्मा 10 बिघाको प्लोट छ है। जति पनि क्याप्चर जहाँबाट क्यामेरा त्यहाँबाट देख्नु यो हावा कुरा गरेको होइन छ अहिले पनि छ या छ कि छैन भने त्यो पनि म हावा कुरा चाहिँ म गर्दिनँ है। यो मेरो हजुरबाको सम्पत्ति है सबै है। यहाँ जम्मा 10 बिघाको प्लोट छ हाम्रो। र यो चाहिँ मैले गाई बस्तुहरूलाई चाहिँ एकदम क्या माया मोह एउटा हुन्छ नि धेरै माया लाग्छ क्या मलाई गाई बस्तुबाट है। यो मेरो लक्ष्मी नै जस्तो हो क्या। धेरै माया लाग्छ मलाई गाई बस्तुदेखि है। प्यारो पनि लाग्छ है। मलाई फेरि सायद है मलाई गाई बस्तु भन्दा अरू कुनै चिजै प्यारो लाग्दैन क्या। आई थिङ्क म कस्तो सोच्छु भने होइन अहिलेको जेनेरेसनमा मान्छेहरूलाई माया गरेर केही छैन क्या। पशुलाई माया गऱ्यो भने त कमसेकम केही न केही त बेनिफिट हुन्छ नि त त्यही सोच्छु क्या। एकदम यो सब यहाँ चाहिँ हाम्रो यहाँ ठ्याक्कै यहाँ कालीथान छ है। हाम्रो यहाँ पुर्खौँदेखिको हाम्रो घर थियो क्या। र हाम्रो हजुरबाबुहरूको यो दुइटै ठ्याक्कै रुख बिरुवा छ नि ठ्याक्कै हाम्रो यहाँ पुर्खौँको घर थियो अरे क्या। अनि यहाँ जति पनि देखिराख्नु भएको छ नि क्यामेरामा यो सब हाम्रै हो अहिले पनि छ। सबै हामीले हजुरबाले एउटा ज्ञान दिएर जानुभएको छ त्यो बचाएर नै राखेको छु हाम्रो हजुरबाबुको। अब यसलाई चाहिँ पानी खुवाउनु बाँकी रहेछ।